दर्शक नमस्कार। तपाईँ हेर्दै हुनुहुन्छ आजभोलिमा यहाँलाई स्वागत छ। आज म लालीगुराँस रेस्टुरेन्टमा छु र यहाँको बारेमा थोरै जानकारी लिने कोसिस गर्छु। यहाँका म्यानेजमेन्ट र यहाँका स्टाफहरुसँग थोरै कुराकानी गर्छु। तपाईहरु पनि यो भिडियोमा जोडिराख्नुहोस्। यहाँको म्यानेजमेन्टसँग हामी थोरै कुराकानी गर्नेछौँ। सर नमस्कार। सन्चै हुनुहुन्छ? म एकदम सन्चै छु। नमस्कार। म आजभोलिको लागि थोरै तपाईसँग कुराकानी गर्नेछु। यहाँ कतारमा तपाईको यो लालीगुराँस धेरै फेमस छ हैन? नाम सुनेको एउटा रेस्टुरेन्ट पनि हो। एउटा नेपालीको नाताले पनि मलाई कुराकानी गरौँ थोरै भने जस्तो लाग्यो र यहाँका नेपालीहरुको माझमा अझै पुगोस् भन्ने मेरो पनि चाहना छ। दर्शकहरुलाई आफ्नो परिचय गरिदिनु नि। हजुर नमस्कार, मेरो नाम चाहिँ नारायण कार्की हो। म चाहिँ विगत 2 वर्षदेखि लालीगुराँस रेस्टुरेन्टमा एज अ वेटर, क्यासियर र अहिले हालसालै म्यानेजमेन्टको काम पनि मैले गरिरहेको छु। म यहाँ आउँदाखेरि यहाँको जुन संस्कार छ, यहाँको जुन व्यवहार छ, मलाई धेरै लास्टै राम्रो लाग्यो कि खासमा आउने बित्तिकै ग्राहकलाई नमस्कार, नमस्ते हैन, जुन हाम्रो नेपाली समुदायका एउटा पहिचान मानिन्छ हैन, ठ्याक्कै यहाँ पनि लागू गर्नु भएको छ। कतिको म्यानेजमेन्ट गर्नु तपाईलाई यहाँ गाह्रो पर्छ? म्यानेजमेन्ट त अब एउटा के हुन्छ भने हामीले हाम्रो संस्कार, हाम्रो संस्कृतिलाई हामी जहाँ गए पनि हामी नेपाली हौँ, हामी आफ्नो नेपालीपन कहीँ गए पनि नबिर्सौँ भन्ने हाम्रो एउटा धारणा हो। र हामीले यो एउटा व्यवस्थापन गर्नु त्यति गाह्रो छैन। हामी आफैमा म्यानेजमेन्ट गर्ने हो आइस्तो है। हाम्रो नेपाली संस्कार, नेपाली कल्चरलाई चाहिँ हामी नबिर्सौँ कहीँ गए पनि भन्ने हो। र हामी जति पनि कस्टमर आउनुहुन्छ, चाहे नेपाली कस्टमर हो चाहे इन्डियन कस्टमर हो, र हामीले उहाँहरूलाई नमस्कार गरेर वेलकम गर्छौँ, हामीले स्वागत गर्छौँ। हाम्रो यहाँ बसिरहेको हुन्छ, हामीले यहाँदेखि भित्र टेबलमा जाँदा पनि उहाँहरूलाई हामीले नमस्कार भनेर संस्कार एउटा हामी आफ्नो परिचय दिइराखेका हुन्छौँ। हाम्रो संस्कारलाई, हाम्रो संस्कृतिलाई चाहिँ हामी कहीँ गए पनि नबिर्सौँ भन्ने एउटा हो। र हाम्रो जति पनि ग्राहक महानुभावहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई चाहिँ हामीले नमस्कार गरेर स्वागत गरेको हुन्छौँ। हाम्रो यो चाहिँ हाम्रो एउटा नेपालीको चाहिँ हामी नबिर्साउनु छ भन्ने। जस्तै यहाँ त जस्तै कतारमा यहाँ त नेपालका पनि मान्छे छन्, बङ्गालका पनि मान्छे छन्, बङ्गलादेशका हैन, इन्डियन, पाकिस्तानी सबै छ। यहाँ आउने ग्राहक, प्रमुख ग्राहक भनेको नेपाली नै होला जस्तो मैले अनुभव गरेको छु हैन? चाहिँ हाम्रो म्याक्सिमम कस्टमरहरू चाहिँ हाम्रो नेपाली नै हुनुहुन्छ। र त्यसमध्ये अब त्यस छोडेर इन्डियन पनि आउनुहुन्छ, फिलिपिनो हुनुहुन्छ, अफ्रिकनहरू हुनुहुन्छ हैन, त्यहाँबाट एकाध हामीसँग फरेनर पनि हुनुहुन्छ। र सबै प्रकारको कस्टमरहरू चाहिँ हामीसँग अभाइलेबल, हामीसँग जोडिराख्नु भएको हुन्छ, टाढा टाढाबाट आउनु भएको हुन्छ हैन। जस्तै अब यहाँ सुविधाहरू के कस्तो तपाईहरुले उपलब्ध गर्नुहुन्छ कस्टमरहरूको लागि? थोरै हाम्रो दर्शकलाई पनि बताइदिनुहोस्। सुविधाहरू चाहिँ हामीले जति सक्दो छिटो सजिलो सर्भिसको हो भनेर गर्न चाहन्छौँ। हामी जति टाढा टाढाबाट आइराख्नु भएको हुन्छ उहाँहरूलाई हामीले जति सक्दो, अब फ्राइडेको दिन अलिकति भिडभाड हुन्छ, बिजी हुन्छ, त्यसलाई हामीले व्यवस्थापन गर्न अलिकति गाह्रो हुन्छ हामीलाई एउटा फ्राइडे, एउटा 2टा फ्राइडेको दिन चाहिँ। र अरू दिनहरू हामीले जति सक्दो छिटो छरितो सर्भिस मार्फत हामीले कस्टमरहरूलाई एउटा सुविधा, हाम्रो सेवा प्रदान गर्ने हामी हमेसा कोसिस गरिरहेको हुन्छौँ। त्यति गर्दा गर्दै पनि कहीँ कतै चुकेको छौँ भने उहाँहरू जति हेर्दै हुनुहुन्छ हाम्रो कस्टमरहरू, उहाँहरूलाई हामीले स्पेसल्ली हाम्रो यो चाहिँ फ्यामिली एरिया हो, फ्यामिलीहरूको लागि। जस्तो फ्यामिली एरियाकै आउनुभयो भने उहाँहरूको लागि चाहिँ हामीले विशेष गरी यो एरिया बनाएको छौँ। यो पुरै फ्यामिली एरियाको लागि विशेष गरेर हामीले फ्यामिलीको लागि, र हामीले ब्याचलरलाई पनि अब प्रोभाइड त गर्छौँ। तर विशेष गरेर हामीले यो चाहिँ फ्यामिलीको लागि तपाईँ पनि हेर्न सक्नुहुन्छ यहाँ भित्रको लालीगुराँसको सबभन्दा विशेष हामीसँग झुला है। ओके, यो चाहिँ हाम्रो लालीगुराँसमा जति पनि हेरेर आउनुभएको छ उहाँहरूले एकदमै धेरै चाहिँ विशेष मान्नुहुन्छ। र हाम्रो लालीगुराँसको सबभन्दा महत्त्वपूर्ण विशेषता हाम्रो यो रहेको छ। ओके, हामीसँग मिटिङको लागि हामीसँग भित्रपट्टि अझै भिआइपी हल पनि छ। भिआइपी हल पनि माथि हामीलाई पार्टीहरूको लागि माथि हलहरू हुन्छ, हामी हलहरू पनि हेर्छौँ। हजुर आउनुहोस्, तब थोरै थोरै यहाँको पुरै डेकोरेसनहरू पनि हेरौँ, यताको के सुविधाहरू छ पनि हेरौँ। तपाईँहरू हामीलाई फ्लो गर्दै आउनुहोस्। अझै सर यो रेस्टुरेन्टको बारेमा थोरै भन्दै गर्नु न। हजुर, विशेष गरी यो भइहाल्यो। हामीसँग एकदम कुनै पनि कार्यक्रमको लागि हलहरूको व्यवस्था रहेको छ। कुनै पनि फङ्सन गर्नुहुन्छ, बर्थडे सेलिब्रेसन गर्नुहुन्छ, अथवा कुनै पनि संस्थागत कार्यक्रमहरू गर्नुहुन्छ भने त्यसको लागि पनि हामीसँग व्यवस्था रहेको छ। लालीगुराँस रेस्टुरेन्ट यो हल हो मिटिङको लागि, नेपाली फङ्सनको लागि हल रहेको छ, जसमा हामी 150सम्मको हामी सिट क्यापेसिटी छ। त्योभन्दा बढी पनि छ, हामी गर्न सक्छौँ। नर्मली हामीले 150जनासम्मको सिट क्यापेसिटी राम्ररी चेयरहरू हालेर नै गर्न सक्छौँ। यो हाम्रो ठुलो हल हो। हामीलाई बर्थडेको लागि सानो टिकटहरू हुन्छ, त्यो पनि व्यवस्था रहेको छ। म त्यो पनि देखाउँछु। सामने हेरिहालौँ।
तपाईँहरू पनि हेरिराख्नु भएको छ भिडियो भने लाली गुराँसमा आएर एकचोटि भिजिट गरिदिनु होला भन्न चाहन्छु म। यो बर्थडे स्पेसल कुनै पार्टीको लागि स्पेसल लागि सानोतिनो मिटिङहरू पनि गर्न सकियो मजाले। हामीले ठिक्कको बर्थडेको लागि भने चाहिँ थोरै 30-35 जना 40 जनासम्मको बर्थडे गर्न सक्नुहुन्छ बर्थडेको लागि मजाले। हाम्रो विशेष गरी सुधार राख्नु भएको छ। हामीले पार्टी फङ्सनहरू हुँदाखेरि चाहिँ हामीले खानाहरू यहीँ खुवाउँछौँ हाम्रो त्यसको लागि डाइनिङ एरिया हो। डाइनिङ एरिया हो। 10-12 जना बस्छौँ हामी मिटिङ गर्छौँ भने उहाँहरूको लागि ठिक्कको हामीसँग 12-14 जनाको एरिया क्याबिन अलग्गै पनि छ। हामीसँग यता अर्को क्याबिन अलग्गै छ। यो गरेर हामीसँग डेकोरेसन हेर्नु होला होइन डेकोरेसनको हिसाबले राम्रो छ। सेवा सुविधाहरू अब कति त अब कतारमा जो हुनुहुन्छ आज धेरैजना त आएर हेर्नु पनि भएको होला भिजिट गर्नुभएको होला अथवा जसले हेर्नुभएको छैन भने उहाँहरूको च्यानलबाट जसले हेर्दै हुनुहुन्छ जो कतारमा हुनुहुन्छ उहाँहरू आइदिनु होला हामीलाई सेवा गर्ने मौका दिनु होला हाम्रो खानाको टेस्ट चेक गरिदिनु होला हामीलाई एउटा सेवा सर्भिस गर्ने मौका पनि दिनु होला। जो टाढाबाट आउनुहुन्छ जो हामीलाई नै सम्झेर आउनुहुन्छ कतिपय भने त्यो कतिले थाहा नभएर अब आउँदै हुनुहुन्छ भने पनि हामीलाई फलो गरेर आउनु होला। हाम्रो लोकेसन मैले यहाँ पनि भनिदिइहालेँ यो चाहिँ दोहा कतार एसियन टाउन प्लाजा मलको सप नम्बर 225 र 226 मा रहेको छ हाम्रो लाली गुराँस रेस्टुरेन्टको सप चाहिँ। र जति पनि टाढाबाट आउँदै हुनुहुन्छ भने उहाँहरूलाई हेरेर अथवा हामीलाई फोन गरेर पनि आउन सक्नुहुन्छ। हामीले हरेक ठाउँमा हाम्रो टिकटक अकाउन्ट छ हाम्रो टिकटक अकाउन्टलाई फलो गरेर हामीले त्यहाँनिर हामीले हरेक अपडेटहरू त्यहाँ दिइरहेको हुन्छौँ। हामीलाई टिकटकमा फलो गर्न सक्नुहुनेछ। लाली गुराँस रेस्टुरेन्ट दोहा कतार भन्ने हाम्रो लाली गुराँस रेस्टुरेन्टको टिकटक पेज छ। हामीले त्यहाँ सबै कुराहरू हामीले अपडेट गरिरहेको हुन्छौँ भन्दै उहाँहरूलाई आउनुभयो कुराकानी गर्ने एउटा हाम्रो पनि मार्केटिङ गर्ने सानो सुविधा दिनुभएकोमा धेरै धेरै धन्यवाद हजुरलाई पनि। धन्यवाद छ सर तपाईँलाई पनि यत्रो टाइम दिनुभयो। तपाईँको यो हल भिजिट गरेँ रेस्टुरेन्ट पुरै भिजिट गरेँ राम्रो लाग्यो। हाम्रो दर्शक जतिजना हुनुहुन्छ अझै कतारमा हुनुहुन्छ भने तपाईँहरू पनि आएर एकचोटि भिजिट गरिदिनु होला कम्तीमा केही नभए पनि कम्तीमा भिजिट गरिदिनु होला म भन्न चाहन्छु। ल हस् सर तपाईँलाई धेरै धेरै धन्यवाद। ल आइदिनु भयो।